लोकप्रिय 5 कलाकारहरू कसको कमाई कति। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल डायमन्ड न्यूजमा। म टेकेन्द्र जङ राणा। आजको भिडियोमा हामी चर्चा गर्न गइरहेका छौं पछिल्लो समयका निकै चर्चित 5 वटा टेलिश्रृङ्खलाका 5 जना कलाकारहरूको बारेमा। विशेष त उहाँहरूको कमाईको विषयमा चर्चा गर्ने छौं। अब ढिला नगरी लागौं आजको सन्दर्भतर्फ। नम्बर 5 सरिता ढुङ्गाना। जुठे टेलिश्रृङ्खलाका एक प्रमुख कलाकार हुन् सरिता ढुङ्गाना। सरिता पेशाले एक्टर साथै मोडेल समेत हुन्। थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। सरिताका केही चर्चित भिडियोहरूमा मुसी, हृदय बिच्छ रात, सम्बन्ध रत्न पार्कमा लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। पछिल्लो समय सरितालाई चर्चित टेलिश्रृङ्खला जुठेमा देख्दै आइरहेका छौं। खैर जे होस्, कुरा गरौं लोकप्रिय कलाकार सरिता ढुङ्गानाको 1 महिनाको कमाई बारे। दर्शकबिन कति कमाउँछन् होला त सरिताले 1 महिनामा? सरिताले 1 महिनामा झन्डै 1 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 4 रक्षा श्रेष्ठ। चर्चित नेपाली हास्य टेलिश्रृङ्खला सक्की गोनीकी एक प्रमुख पात्र हुन् रक्षा श्रेष्ठ। रक्षा पेशाले एक्टर साथै मोडेल समेत हुन्। रक्षाले थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। रक्षाका केही चर्चित भिडियोहरूमा मन्जुरी, कपुरी क लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। साथै पछिल्लो समय रक्षालाई चर्चित टेलिश्रृङ्खला सक्की गोनीमा देख्दै आइरहेका छौं। खैर जे होस्, कुरा गरौं लोकप्रिय कलाकार रक्षा श्रेष्ठको 1 महिनाको कमाई बारे। दर्शकबिन कति कमाउँछिन् होला त रक्षा श्रेष्ठले 1 महिनामा? रक्षाले 1 महिनामा करिब 1 देखि 1.5 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 3 अनिता बैजू। बुहारी टेलिश्रृङ्खलाकी एक प्रमुख कलाकार हुन् अनिता बैजू। अनिता बैजू पेशाले एक्टर साथै मोडेल समेत हुन्। अनिताले थुप्रै टेलिश्रृङ्खलामा अभिनय गर्नुका साथै थुप्रै म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। अनिताका केही चर्चित म्युजिक भिडियोहरूमा दुख्यो दिलको घाउ, बाटो मृत्युको, जति नै दुःख मैले लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। लोकप्रिय मोडेल तथा एक्टर अनिता बैजू पछिल्लो समय चर्चित टेलिश्रृङ्खला बुहारीमा आबद्ध रहेकी छिन्। खैर जे होस्, कुरा गरौं लोकप्रिय कलाकार अनिता बैजूको 1 महिनाको कमाई बारे। दर्शकबिन कति कमाउँछिन् होला त अनिताले 1 महिनामा? अनिताले 1 महिनामा झन्डै 2 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 2 सुनिसा बजगाई। चर्चित टेलिश्रृङ्खला सीताकी एक प्रमुख कलाकार हुन् सुनिसा बजगाई। सुनिसा पनि एक्टर साथै मोडेल समेत हुन्। सुनिसाले थुप्रै टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन्। सुनिसाका केही चर्चित म्युजिक भिडियोहरूमा रातो बत्ती, टाप कसौँ मायालु, फुलबुट्टे चोली, भङ्गेरा भङ्गेरी लगायतका थुप्रै म्युजिक भिडियोहरू पर्दछन्। पछिल्लो समय सुनिसा सीता टेलिश्रृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोहरूमा आबद्ध रहेकी छिन्। खैर जे होस्, कुरा गरौं सुनिसा बजगाईको 1 महिनाको कमाई बारे। कति कमाउँछिन् होला त सुनिसाले 1 महिनामा? सुनिसाको आफ्नै पर्सनल युट्युब च्यानल समेत रहेको छ, जुन च्यानलबाट सुनिसाले 1 महिनामा 50,000 देखि 1 लाखको हाराहारीमा कमाउने गर्छिन्। त्यस्तै कलाकारिता क्षेत्रबाट 1 महिनामा झन्डै 2 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 1 आशा खड्का। चर्चित टेलिश्रृङ्खला भुन्टी र कान्छीकी प्रमुख कलाकार साथै लेखक, निर्देशक र निर्मात्री समेत हुन् आशा खड्का। पछिल्लो समयका निकै चर्चित 2 वटा टेलिश्रृङ्खला भुन्टी र कान्छीको लेखन र निर्देशन आशा आफैले गर्दै आइरहेकी छिन्। आशाले पनि थुप्रै टेलिश्रृङ्खलाका साथै सयौं म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन्। आशाका केही चर्चित म्युजिक भिडियोहरूमा याद, बाँचेको छु धन्न, स्वर्ग लगायतका दर्जनौं भिडियोहरू पर्दछन्। खैर जे होस्, कुरा गरौं आशा खड्काको 1 महिनाको कमाई बारे। आशाले स्पोन्सर र कलाकारिता क्षेत्रबाट 1 महिनामा झन्डै 15 देखि 20 लाखको हाराहारीमा कमाउने गर्छिन्। दर्शकबिन यति नै थियो आजको यो सानो जानकारी। भिडियो के कस्तो लाग्यो कमेन्ट राखिदिनु होला। साथै यस्तै जानकारीमूलक भिडियो हेर्न हाम्रो युट्युब च्यानल डायमन्ड न्यूजलाई सब्स्क्राइब गरी हामीसँगै जोडिनु होला। आजको भिडियोबाट म टेकेन्द्र जङ राणा पनि बिदा हुन्छु। हस्त नमस्ते, फेरि भेटौँला।